उहाँ चाहिँ अहिलेको पुस्ताले हाम्रो पुस्ताले पनि त्यही भनिरहेको छ कि केपी ओली निरङ्कुश हुन्। केपी ओली चाहिँ एउटा आफ्नो मात्र गर्न चाहने तर अरूको कुरा सुन्दै नसुन्ने एउटा उखाने बा भनेर चिनिन्छन्। र अर्को कुरा के हो भन्दाखेरिमा चाहिँ जुन 23 गतिको घटना थियो, जुन 23 गतिको घटना चाहिँ उहाँले त्यही बेलुका चाहिँ सम्बोधन गर्न सक्नुहुन्थ्यो तर उहाँले सक्नु भएन। कारणवश होला, केही हुनसक्छ होला, वा उनको पार्टीबाट दबाब आएको पनि हुनसक्छ होला, त्यो अर्को पाटो छ। र उहाँले भन्नुहुन्छ कि कसले दियो त्यो आदेश भन्ने हुन्छ, तर त्यो कसले दियो? गृह मन्त्रालय त केपी ओलीको वा प्रधानमन्त्रीको महातत्वमा बस्ने हो नि त। सिडिओलाई पनि आदेश दिने भनेको त गृहमन्त्रीले, गृहमन्त्रीलाई आदेश दिने भनेको त प्रधानमन्त्रीको क्याबिनेट त्यसले त हो नि। हो त्यो कारण चाहिँ यसमा चाहिँ कुनै पनि केही भएको छैन। घुसपैठ गर्ने भनेको चाहिँ फेरि त्यही राजनीतिक दलसँग चाहिँ जोडिएका मान्छेहरू छन्, आगजनी गर्ने पनि त्यही राजनीतिक दलसँग जोडिएका मान्छेहरू छन् कतिपय। तपाईँ हरेक अहिले चाहिँ सामाजिक सञ्जालमा हरेक पोस्टहरू हेर्नुहोस्, त्यही राजनीतिक दलसँग जोडिएका मान्छेहरू छन्। काङ्ग्रेसको पार्टी कार्यालय जलाउने चाहिँ एमालेको छन्, र गगन थापाको घर जलाउने एमालेको छन्। सर्वोच्च अदालत जलाउने चाहिँ माओवादी लगायत राजावादीहरू छन्। सिंहदरबार जलाउने चाहिँ अब राजावादी, प्राय राजावादी र माओवादीहरू चाहिँ मिलोमत्तमा हुनसक्छ। वा तपाईँले कसरी भन्न सक्नुहुन्छ सबैलाई पार्टीको दोष दिनु भयो, यो चाहिँ यसले हो, यो चाहिँ यसले हो भनेर कसरी सक्नुहुन्छ? तपाईँलाई थाहा छ एउटा कुरा म भनिदिउँ, अहिले सामाजिक सञ्जालमा छर्लङ्ग देखिएका छन्। कयौँ प्रमाणहरू त हामीसँग पनि छन्, स्क्रिनसट गरेर पनि राखेका छौँ होइन। कतिपय चाहिँ विद्यार्थी नेता पनि त्यहाँ सामेलित हुनुहुन्छ। तपाईँ पनि जानुभएको थियो, तपाईँले चाहिँ जलाउनु भयो कि भएन? मैले जलाएन, तर म चाहिँ आन्दोलनमा गएको त्यो 4 तारे हाम्रो नेपालको त्यो काङ्ग्रेस एमालेको पार्टीको झन्डा पनि हामीलाई राष्ट्रको झन्डा चाहिँ प्यारो थियो, हामीले झन्डा चाहिँ फरफराएको हो। तर हाम्रो एउटा यसमा चाहिँ के छ भन्दाखेरिमा चाहिँ संसद भवन जाने जेनजीको योजना थियो, तर के गर्ने? संसद भवनमा गएर आगजनी गर्ने योजना चाहिँ थिएन। प्रतिपक्ष भएर बस्ने, सत्तापक्ष भएर बस्ने चाहिँ एउटा चाहिँ त्यो बङ्गलादेशमा भएको थियो नि, हो त्यस्तै चाहिँ एउटा योजना चाहिँ थियो है। म यसमा चाहिँ भन्न सक्छु, तर आगजनी चाहिँ जेनजीहरूले त्यो सानो बालकले गर्न सक्छ, 14 वर्षको बालकले गर्न सक्छ आगजनी। 14 वर्षको बालकले चाहिँ त्यो सिसाको बोतलमा पेट्रोल हालेर त्यो हानेर चाहिँ त्यो गर्न सक्दैन, एउटा कुरा। र अर्को कुरा, त्यसमा चाहिँ कतिपय साथीहरूले चाहिँ कतिपय त्यो एउटा ट्याटु सेटु हानेर त्यो मान्छेहरू आएको छन् त्यो दिन चाहिँ होइन। अनि त्यो ब्लुटर बाइकहरू चाहिँ बजाएर त्यो चाहिँ संसद भवन वा जुनसुकै उसमा पनि त्यो बोतलमा चाहिँ पेट्रोल हालेर चाहिँ त्यसरी आगजनी भएको। र अर्को कुरा के हो, र आगजनी त भयो, ठिक छ, ल अब ठिक छ, अब यो चाहिँ ठिक छ, आगजनी भयो, जसले गरे पनि गर्यो, त्यो स्वीकार्न चाहिँ राजनीतिक दलहरूले चाहिँ स्वीकार्नुपर्छ। किनभने यो क्रान्तिमा चाहिँ कानुन पनि दास बन्नुपर्छ। क्रान्तिमा